यो जिमाग सांस्कृतिक संग्रहालय हो। बागलुङको काठेखोला गाउँपालिका 4 तङ्ग्राममा निर्माण गरिएको संग्रहालयमा विश्वकै ठूलो दाबी गरिएको नगरा राखिएको छ। यहाँ विश्वभरका लोकबाजा संग्रहित गरिने लक्ष्य राखिएको छ। पृष्ठभूमिमा देख्नु भएको छ हामीले यो सारङ्गी सेपको आकारमा चाहिँ हामीले एउटा जिमाग सांस्कृतिक संग्रहालय चाहिँ यो बिल्डिङ देखिरहनु भएको छ र विशेषतः गाउँमैत्री अक्षकोष चाहिँ 2066 सालमा चाहिँ स्थापना भएर 67 सालमा दर्ता भएर हामीले निरन्तर रूपमा 10 वर्षसम्म गाउँको प्रतिभाहरूलाई विकास गर्ने हिसाबले ट्यालेन्ट अफ भिलेज कार्यक्रम सम्पन्न गर्यौं 10 वर्षसम्म र त्यसमाबाट चाहिँ 10 वर्षको त्यो दौरानमा विभिन्न कलाकारहरू उत्पादन भए साहित्य क्षेत्रमा, नृत्य क्षेत्रमा अनि गायन क्षेत्रमा। अहिले ती स्रष्टाहरू अहिले एउटा राष्ट्रिय लेभलमा आफ्नो सांगीतिक करियरलाई अगाडि बढाइरहनु भएको छ र अहिले त्यसपछाडि चाहिँ हामीले 10 वर्ष पछाडि चाहिँ 76 सालपछि चाहिँ हामीले चाहिँ यो भौतिक संरचना निर्माण गर्ने अभियानमा लाग्यौं र हामीले चाहिँ दुई ठाउँमा गरेर करिब 6 रोपनी चाहिँ जग्गा चाहिँ हामीले हाम्रो यो संस्थाको नाममा आएको छ। यो बिल्डिङ भएकोमा चाहिँ 3 रोपनी छ, अर्को उता अफिसियल भवनमा चाहिँ अर्को 3 रोपनी जग्गाहरू छ र अहिले हामीले चाहिँ यो हामीले अब केही समय चाहिँ हामीले भौतिक संरचना निर्माण गर्ने र यसमा चाहिँ नि विभिन्न प्रकारको पछाडि दूर समयसम्म पनि हाम्रो यसको चाहिँ समाजलाई प्रत्यक्ष प्रभाव सकारात्मक प्रभाव पर्ने र पर्यटनलाई प्रभाव पर्ने र हाम्रो सांस्कृतिक जन्य चीजहरू सांस्कृतिक जन्य चिजलाई एउटा संरक्षण टिवा गर्ने कुराहरूले गर्दा चाहिँ हामीले अहिले यो अभियानमा लागेका छौं